हामी कता हो हामी चाहिँ कता हो भनेको के हामी बालाजु 22 तारा मेलामा है आज चैतको 30 गते बालाजुको 22 तारा महोत्सवमा चाहिँ मेलामा भनौँ न हामी अहिले छौँ। बाइस तारा गन 1 धारा 2 धारा 3 धारा भइसक्यो हुन नि सक्छ है त्यसै अन्त अनि छ होला कतै कतै कहाँबाट जाने यार लाइनै हरायो त अघिसम्म त लाइनमा थियौँ त हामी त्यहाँ 22 धारा चाहिँ कता हो 22 धारा गन्नी भनेको यार पाइन्न त भाइ साथीहरू मेरो चाहिँ अलि मास्क खोल्न सक्ने अवस्था छैन है आज चाहिँ त्यस्तै पर्यो अनि त्यसलाई चाहिँ अब फ्यास आउट नगरौँ अझै हामी 22 धाराको चाहिँ 22वटै धाराहरूको दर्शनीय वर्षमा एकचोटि मात्र खुल्छ भन्ने चाहिँ जहाँसम्म हामीले चाहिँ बुझियो त्यो चाहिँ हामी जाँदैछौँ। लेट्स सी कस्तो हुन्छ दिवस भिडभाड चाहिँ एकदम बवाल छ कुइने फोहोर नकुइने फोहोर फरक ठाउँमा हामी नहरामै भिडभाड छ यता धारा चाहिँ यता रहेछ है जान पाइन्छ कि पाइन्छ 22वटा धारा भन्ने चाहिँ यहाँनिर रहेछ यता रहेछ है 22वटा धारा चाहिँ लगातार यसरी जान पाइन्छ कि पाइन्न थाहा छैन अनि अरू बेलामा पनि छिर्न पाइन्छ कि पाइन्न त जो पाइन्छ जहिले नि 200 रुपियाँ जे होस् यो 22 धाराको यो जे होस् यो आज चाहिँ वर्षमा एकचोटि पानी आउँदो रहेछ यहाँ चाहिँ अब कसरी मिलाएर पानी ल्याउनुहुन्छ अरे अनि नत्र भने सर्टेन कति पैसा टिकट काटेर मात्रै हामी चाहिँ त्यही 22 धारा जान लाग्छौँ आज नौलो अङ्कललाई एक मात्रै वर्षमा एकचोटि मात्रै खोल्छ अरे निरज भाइ पनि भर्खर आइपुग्यो चितवनबाट यो पनि चितवनकै हिरो हो म चाहिँ एक डेढ महिना भयो म यता बस्न लाग्यो। यसको अझै हिस्टोरिक इम्पोर्टेन्स के छ भन्ने कुरा चाहिँ मैले अहिले चाहिँ यसमा भन्दा नि यो खोजेर म हजुरहरूलाई चाहिँ यो एट द एन्ड होइन यसको के छ त महत्त्व भन्ने कुरा चाहिँ मैले अवश्य पनि यो भिडियोमा राख्छु केही कुराहरू खोजेर अध्ययन गरेर। त्योभन्दा यता चाहिँ जस गार्डन मेन्टेन रहेछ ल्यान्डस्केपहरू पनि मजाले आज चाहिँ यसरी विभिन्न समूहहरूले पनि यो निःशुल्क पानी वितरण गर्नुभएको रहेछ अनि यो लाइन चाहिँ यहाँ बढ्दो क्रममा छ। आज चाहिँ बिहान अलिकति त्यस्तै मौसम चाहिँ अलि प्रतिकूल मौसम थियो एकदमै हावाहुरी पानी सहितको मौसमले गर्दा बिगारेको माहौललाई चाहिँ 10-11 बजेतिर चाहिँ बल्ल सुरु भएको। फाइनल्ली हामी चाहिँ लाइनमै छौँ है लाइनमै छौँ 22 धारा नै जाने हामी यस वर्षमा एकचोटि चल्छ अरे है फाइनल्ली ल हामी चाहिँ है त 22 धारामा यहाँ चोखो हुने चढाउने सबै कुरा गर्न मिल्दो रहेछ वर्षमा एकचोटि चाहिँ यो मेला लाग्दो रहेछ भन्ने कुरा चाहिँ जान्नमा आयो र यो भिडभाड एकदमै लाइन पनि एकदमै हामी धेरै लाइन छिटोलेर अगाडि आइसकेका छौँ देख्न सक्नुहुन्छ। यो चाहिँ 22 धारा 22 ल है स्काउटको भाइ बहिनीहरूले चाहिँ एकदमै यो म्यानेज गरिरहेका छन् देख्न सकिन्छ। नेपालको झन्डा सबैजना त्यहाँ चाहिँ स्ट्याचुहरू देख्न सकिन्छ हामीले मूर्तिहरू भगवानको सुरक्षा पनि राम्रो छ र अब हामीले त्यसलाई पालैपालोसँग चाहिँ चोखिने काम गरिन्छ। मेरो त भाइहरूले जित्छौ क्या अरे यहाँ आएपछि त अब पानीमा डुबेपछि त ढुक्क
आयो है आयो अलमोस्ट गणेशाय नमः ओम गणेशाय नमः भयो है त अब हामी त एकदम छिटै गरे हम यार भाइ हामी त छिटै गरे हम क्या ल भगवान ल मेरो नि गरिदियो त मेरो नि गरिदियो नि ल म पनि आएको थिएँ भने त हुनु पर्यो यार भाइ निरज भाइलाई भन्नु मेरो यो वाटर अङ्कललाई हाम्रो अङ्कललाई यो चाहिँ फुल आउनुपर्छ भाइ सबै मैले छर्किदिएको तँलाई म भिजेँ म छर्किदिएको है ल ठुलो मान्छे छर्किनु क्यामेरा भिज्यो यस्तो फेस देखाउनु फेस ए देखियो क्लिन चाहिँ र हामी चाहिँ 22 तारा सबै हामी चाहिँ जल खाएर पूजा गरेर हामी चाहिँ पुरै 22 ताराको जललाई चाहिँ हामीले पवित्र भएर चाहिँ हामी आइसकेका छौँ फेरि यो मन्दिरमा पुनः पवित्र हुनको लागि ल भिडभाड छ अब जसरी त्यही बाटो यो चाहिँ बलिको लागि होला नि बोका सबै जात्रा निस्किँदैछ है जात्रा निस्किँदैछ शुभकामना सबैजनालाई नयाँ वर्षको 2082 को चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु यसै भिडियो मार्फत के भयो यहाँनिर अचानक के भयो हेर म भिडभाड देखाउँछु एकचोटि चाहिँ यहाँ के भयो आगो लाग्यो के भयो हामी यो चलेर जानुपर्ने आज बस पुरै जान्छ किङ अफ नुवाकोट त्यत्रो गाडी गरेर बल्ल जरङको जाने गाडी पाइयो त्यही पनि सिट छैन यार अब अन्तिममा 22 धारा मेलाको इतिहासको बारेमा केही चर्चा गरौँ यस धाराको इतिहास निकै नै पुरानो रहेको पाइन्छ मल्लकालीन अन्तिम राजा जयप्रकाश मल्लले बालाजुमा 21 ढुङ्गे धारा निर्माण गराएका थिए र पछिल्लो एउटा धारा राजा रणबहादुर शाहले थपेर 22 पुर्याएको मानिन्छ यहाँ हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन 22 धारा विशेष मेला लाग्ने गर्दछ र यहाँ स्नान गरेर मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरे बराबर पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ